सबैजनालाई नमस्कार। हेर्नुस् त साथीहरू, हाम्रो देश कति सुन्दर, शान्त, विशाल देश, कति राम्रो देश। एउटा दुईटा गद्दार नेताहरूले, भ्रष्टाचार नेताहरूको कारणले आज हेर्नुस् त के भयो हाम्रो देश। हाम्रो सुन्दर, शान्त, हाम्रो विश्वमा सबभन्दा शान्ति देश कुन भन्दा नेपाल। हिमालयन देश कुन? नेपाल। माउन्ट एभरेस्टको देश कुन? नेपाल। जलस्रोतको दोस्रो धनी देश कुन? नेपाल। अहिले हेर्नुस् त दुईटा तीनटा नेताहरू गद्दार निस्केर यो देश कस्तो भयो, हाम्रो देशलाई कस्तो बनायो गद्दार नेताहरूले।